हेलो गाइज, आज चाहिँ हामी जाँदैछौँ कता झाँडी डाँडा। दुई भाइ हामी आज रेडी भएर उकालो चढ्दिन आँटेको। सरसामानहरू किनेर हामी चाहिँ उकालो चल्दैछ। बाटोमा जाने क्रममा त खोला पो भेटियो त, तर बाल यस्तो खोलालाई त चल्दैछ। क्यामेरालाई अन गरेर हाँस्दिएको ला। फेरि आए बाइकमा उफारेर मार्न आँटिसक्यो, बाटो त खत्तम। यसो ट्र्याकिङ पनि त हानिदिनु पर्यो नि। सो हामीले चाहिँ बाइक तलै छोडेर ट्र्याकिङ हान्न थाल्यौँ है त दुई भाइ। टक टक ए होइन, गप 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 गप। बादर बादर मग्छु त आगर झरेर खसी भयो नि के गर्न खोजेको होला यसले। तपाईँहरूले बुझ्नु भएन भने भिडियोलाई अन्तिमसम्म हेर्नु होला। उकालो चढ्दा चढ्दै काँड गुलक बर्खरानी भइसक्यो। बोल्दा बोल्दै टुप्पामा पो आइपुगेछु। हेर्नु त भ्यू कति राम्रो। आमैनी लभली लभली। आरिसले हेर न यिनीहरूलाई, आरिस लागेको राम्रो भ्यू देखेर आरिस लाग्यो होला है। भ्यू हेरेर मनोरञ्जन गर्दै गर्नु होला है। म चाहिँ एउटा गीत गाउँछु। आकाशमा उड्ने चरी स्वर तानेर गएको झन्डै मरे। गीत गाएर साह्रै बोकायो, अब त खानु पर्यो। खाएला गडाम 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 गडाम। खाने पिउने कार्यक्रम पनि सकिहाल्यो, थुक्नीले होला है। खाइसकेपछि अब फोहोर त जता पाए त्यता फ्याँक्नु भएन, त्यसैले हामीले सबै फोहोरलाई टिप्ने निर्णय पनि गर्यौँ। निर्णय होइन, टिपिसक्यौँ। कोही चाहिँ कति ज्ञानी, हेर न फोहोर कति मजाले राखिदिएको टिपेर। कोही भने चुतिया भुइँभरि फोहोरै फोहोर बनाइदिएको। भिडियो यस्तै भयो चल्दिएको ल। बाई 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 बाई।